वर्षदेखि समाज सेवाको काम गरिरहेको छु। समाज सेवा भन्दा अर्को काम गरेकै छैन। किनभने समाज सेवा भन्ने काम चाहिँ प्राय कस्तो काम हो भने फुर्सदको बेलामा काम गर्ने, मन लागेको बेलामा काम गर्ने चिज हो समाज सेवा। संसारभरि सबैले गर्ने त्यही हो क्या। समाज सेवा गर्ने फुर्सदको बेलामा आफ्नो काम सकेर चाहिँ समाजलाई सेवा गर्न मन लागेर बेला बेलामा के अरे समाज सेवा गर्छन्। तर म चाहिँ सधैँ 32 वर्षसम्म समाज सेवा गरिरहेको छु। समाज सेवा भन्दा अर्को काम गरेको छैन अनि जागिर खाएको छैन, कुनै व्यापार व्यवसाय र खेतीपाती केही गरेको छैन। त्यसैले म चाहिँ समाज सेवा हो। अब यहाँ भन्नुपर्ने कुरा के छ भने धेरैले मलाई वैज्ञानिक भन्छन् क्या है। वैज्ञानिक भनेको त कस्तो हुनुपर्ने हो भने ठुलो ठुलो युनिभर्सिटीहरूको ल्याबमा बसेर रिसर्च गरेर हैन ठुला ठुला आविष्कारहरू गर्नुपर्ने हो, ठुल्ठुलो अनुसन्धानहरू गर्नुपर्ने हो। म युनिभर्सिटीमा बसेकै छैन, म त गाउँ गाउँ डुल्ने मान्छे हो। गाउँ गाउँ डुलेर समाज सेवा गर्ने। तर समाज सेवा गर्दाखेरि मैले मेरो समाज सेवा गर्ने तरिका चाहिँ